हेलो, हेलो। आज पनि म लाइभमा आइसकेको छु साथीहरू है। आज चाहिँ डे 4 लिएर आएको छु अनि मेरो यो टपिक सुरु गर्नुभन्दा चाहिँ पहिला अब है मेरो चाहिँ परिचय दिन चाहन्छु होइन। मेरो नाम लक्ष्मी गुरुङ हो होइन। अहिले चाहिँ म हङकङमा बसोबास गर्दै आएको चाहिँ 20 वर्ष भयो अनि फेरि यो म अहिले चाहिँ आफ्नो ड्युटी फिनिस गरेर पनि अहिले लाइफमा चाहिँ बस्दैछु होइन। हजुरको साथ सपोर्ट अनि माया दिनुहुन्छ र अगाडि बढ्ने एउटा चाहिँ हौसला बढाइदिनुहुन्छ भन्ने पूर्ण आशा छ होइन। अनि हाम्रो सुषमा सिनियरको सुषमा सिसले दिनुभएको उहाँले दिनुभएको हाम्रो सिनियर मेन्टनहरूलाई चाहिँ है हामीलाई चाहिँ दिनुभएको चाहिँ एउटा को लाइफ च्यालेन्ज हो होइन। त्यस कारणले गर्दाखेरि हामी चाहिँ डरमुक्त भएर चाहिँ अगाडि बढ्ने एउटा साहस र हौसला मिलोस् भन्ने हेतुले पनि उहाँले चाहिँ हामीलाई चाहिँ यो को लाइफ च्यालेन्ज चाहिँ दिनुभएको छ। अनि मैले लगायत मेरा सम्पूर्ण साथीहरू यहाँ हाम्रो यो ग्लोबल यो उसमा चाहिँ आबद्ध हुने सबै सम्पूर्ण साथीहरूले चाहिँ होइन अनि एक्सेप्ट गरेर उहाँले सबैले स्टार्ट गरिसक्नु भएको छ। मैले पनि अब सुरु गर्न गइरहेको छु होइन, डे 4 है। अनि आज डे 4 मा चाहिँ के हो टपिक भन्दाखेरि चाहिँ हाम्रो यो चमत्कारी स्वास्थ्य के हामी चाहिँ हाम्रो स्वास्थ्य बिना चाहिँ हामी केही पनि गर्न सक्दैनौँ। हामीलाई चाहिँ स्वास्थ्य चाहिँ हुनैपर्ने हुन्छ। हाम्रो स्वास्थ्य एकदमै राम्रो अनि हेल्दी भयो भने चाहिँ हामी चाहिँ हर चिजमा चाहिँ अगाडि बढ्ने एउटा हौसला अनि साथ दिने चाहिँ हाम्रो शरीरै हो होइन। जब हामी शरीर हुँदैन तबसम्म हामी चाहिँ केही पनि गर्न सक्दैनौँ। त्यही भएर आफ्नो शरीरलाई पनि एकदम माया गर्नुपर्ने हुन्छ है। अहिले चाहिँ म सुरु गर्न गइरहेको छु है मेरो यो डे 4 हजुरहरू सुनेर लास्टसम्म सुनेर अनि फेरि मलाई चाहिँ मेरो यो धेरै त्रुटिहरू होला होइन, तर मैले चाहिँ अब त्यति साह्रो उता मदेखि त्रुटि होला, तर पनि हजुरले चाहिँ सच्याउने अनि एउटा पोजिटिभ माइन्डसेट गरेर अगाडि बढाउने, साहस सपोर्ट दिने र हौसला बढाउने एउटा सहकारीको रूपमा चाहिँ हजुरहरू हुनुहुन्छ मेरो साथमा भन्ने पूर्ण आशा छ है। अहिले चाहिँ सुरु गर्दैछु है त साथीहरू। सबै भन्दा ठुलो धन नै स्वास्थ्य हो। किनभने हामी चाहिँ स्वास्थ्य बिना केही पनि निरोगी भयो भने चाहिँ एकदमै हामी चाहिँ उस हुन्छ नि त होइन। त्यही भएर हेल्दी एकदमै राम्रो चाहिँ हुनुपर्छ। हाम्रो शरीरलाई नि माया गर्नुपर्छ र हामी चाहिँ हाम्रो काम भन्ने चिज त भइहाल्छ होइन, तर हाम्रो स्वास्थ्यलाई चाहिँ पहिला प्राथमिकता चाहिँ हामी स्वास्थ्यलाई ध्यान दिनुपर्ने हुन्छ होइन। जीवनमा स्वास्थ्य सबैभन्दा मूल्यवान चिज हो। हामीले जीवनका अन्य चिजबिज भन्दा स्वास्थ्यलाई बढी नै सित्तैमा पाएसरी उपेक्षा गरिरहेका हुन्छौँ। यो सबैभन्दा दुःखको कुरा हो, किनभने हामी चाहिँ अरू चिज के चिजहरूको पछि लाएर हिँड्छ होइन, तर पनि हामी चाहिँ एकदमै केयरलेस गर्छ नि त। त्यही भएर चाहिँ एकदम स्वास्थ्यको पनि ध्यान दिनुपर्ने हुन्छ, हाम्रो हेल्थको बारेमा नि होइन। अनि रहिरहेका हुन्छौँ। यो सबैभन्दा दुःखको कुरा हो जब हामीले आफ्नो जीवनबाट पूर्ण स्वास्थ्य गुमाउन थाल्छौँ अनि मात्र हामीमध्ये थोरैले स्वास्थ्यका बारेमा सोच्न थाल्छौँ। किनभने हामी चाहिँ अब हामी त स्वस्थ छ, मलाई के भन्छ र भन्ने हुन्छ नि त मान्छेहरू होइन। त्यस कारणले गर्दाखेरि अब जथाभावी जे पाए त्यही अब होइन हामी चाहिँ खाइदिने, आफ्नो स्वास्थ्यको केयर नगर्ने त्यस्तो खालको हुन्छ क्या।
अनि पछि जब आफूलाई रोगले छ्याप्छ नि तब बल्ल हामी चाहिँ एकदम चिन्तित होइन, ग्रसित भएर चाहिँ हामी दुखित भएर चाहिँ हामी बस्छौँ खुम्चेर होइन। वास्तवमा पुरा स्वास्थ्य बिना हामीसँग केही पनि हुँदैन भन्ने कुरा त्यति बेला मात्र हामीलाई महसुस हुन्छ। अनि इटालीमा एउटा उखान निकै प्रचलित छ। यो उखानले स्वास्थ्यका बारेमा गजबको सत्य बोलेको छ, जुन हामीमध्ये अधिकांशको जीवनमा ठ्याक्कै लागु हुन्छ। जसले राम्रो स्वास्थ्य पाएको छ ऊ नै धनी हो। किनभने हामी शरीर भनेको चाहिँ हाम्रो यो अन्न पानीको शरीर होइन। अनि त्यस कारणले गर्दाखेरि हामी चाहिँ अन्न र पानीमा चाहिँ हामी चाहिँ एकदमै ध्यान पुर्याउनु पर्ने हुन्छ होइन। किनभने हाम्रो शरीर अब जब हाम्रो शरीरले चाहिँ अब स्वस्थ रहनको लागि पनि हामीले खानपिनमा पनि एकदमै ध्यान पुर्याउनु पर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि हामीले सुरुदेखि चाहिँ स्वास्थ्यको लागि एकदमै ध्यान दिँदै अगाडि बढ्दै गयो भने चाहिँ पछिसम्म पनि एकदमै राम्रो हुन्छ होइन। जब हामीले आफ्नो बोटलाई पनि आफ्नो सानो बच्चादेखि चाहिँ एकदमै हुर्काउँदै होइन जल पानी सबै हालेर अनि उनीहरूलाई चाहिँ ग्रोथ अगाडि ठुलो बनाउने काम गर्छ नि, त्यस्तै हाम्रो शरीरलाई पनि त्यस्तै सुरुदेखि चाहिँ एकदमै केयर गर्नुपर्ने हुन्छ। भलै जसका बारेमा थाहा नपाएको होला, स्वस्थ रहेका बेला हामीले राम्रो सब चिजले समातेर रुखखोकीले सताउँदा वा सामान्य ज्वरोले सताएर ओछ्यान तताउन परेका बेला मात्र हामीलाई माथिको भनाइ झझली याद आउँछ अरे। जब तपाईँ स्वास्थ्य हुनुहुन्न त्यति बेला तपाईँको एउटै कामना स्वास्थ्य हुनु नै हुन्छ। आफ्नो स्वास्थ्य जीवन फिर्ता पाउनु बाहेक तपाईँको अर्को कुनै महत्त्वपूर्ण कुरा हुन्छ इच्छा वा कामना हुँदैन अरे। किनभने आफ्नो अलिकता हामी चाहिँ स्ट्रङ हामी चाहिँ है हेल्दी जस्तो फिल अब भयो भने चाहिँ होइन कमसेकम एनर्जी पनि आउँछ नि त। अलिकता रुगाखोकीहरू लाग्छ कस्तो त्यो शरीर बलास्छ भने त्यस्तो खालको उस हुन्छ क्या आफूलाई पनि। त्यही भएर पनि आफ्नो शरीरको एकदमै ख्याल गर्नुपर्ने हुन्छ होइन। अनि त्यति बेला तपाईँको एउटै कामना हुन्छ अरे आफू स्वास्थ्य कसरी हुनु भन्ने बारेमा होइन, अरू कतैतिर पनि ध्यान हुँदैन। अनि आफ्नो स्वास्थ्य जीवन फिर्ता पाउनु बाहेक तपाईँको अर्को कुनै विकल्प हुँदैन। स्वास्थ्य जिन्दगीको उपहार हो, यो तपाईँले एकपटक पाउनु हुन्छ अरे। बार बार हाम्रो शरीरको चाहिँ अस्वस्थ भयो भने चाहिँ हामी चाहिँ त्यो स्वास्थ्य बनाउन एकदमै गाह्रो हुन्छ होइन। त्यही भएर चाहिँ हजुर सुरुदेखि एकदमै केयर गर्नुपर्ने हुन्छ। लगातार पाइरहनुहुन्छ यसलाई हरेक दिन पाउनुहुन्छ, त्यसैले त हामीले सारा कुराहरू बिर्सिएर स्वास्थ्य भएको कृतज्ञ हुनुपर्छ ताकि यो स्वास्थ्य भन्दा बढी र हरेक दिन अकुल रूपमा पाइरहोस्। याद राख्नुहोस् होइन, यो कृतज्ञ स्वास्थ्यप्रति छ जसलाई बढीभन्दा बढी दिने छ र उसले अकुत रूपमा यो पाउनेछ। अनि जो कृतज्ञ स्वास्थ्यप्रति छैन उचित भएको स्वास्थ्य पनि ऊबाट खोसिने छ अरे। जब हजुरको स्वास्थ्य अब स्वास्थ्यको केयर गर्दैन सुरुदेखि होइन मलाई के भन्छ र भन्ने त्यस्तो खालको हुन्छ नि त। पछि जब रोगले छ्याप्छ अरूले भनेको कुराहरू पनि अब त्यो सुनेन भने होइन त्यस्तो लापरवाही गऱ्यो भने चाहिँ पछि आएर चाहिँ त्यो आफूले पाउन पनि एकदमै गाह्रो हुन्छ होइन। त्यो अब स्वास्थ्यमा सुधार हुन्छ भन्ने केही ग्यारेन्टी नै हुँदैन होइन। त्यसैले गर्दाखेरि तपाईँले कैयौँ मानिसहरूलाई चिन्नुभएको होला जो स्वास्थ्य जीवनशैली चाहन्छन् तर त्यही गुमाइरहेका हुन्छन्। आफूले
पाइरहेको स्वास्थ्यका लागि कृतज्ञता दिनु वा कृतज्ञ महसुस गर्नु निकै महत्त्वपूर्ण कुरा हो। जब तपाईँको आफ्नो पूर्ण स्वास्थ्यका लागि कृतज्ञ हुनुहुनेछ, वर्तमान अवस्था भएको तपाईँको पूर्ण स्वास्थ्यलाई स्वास्थ्यपन मात्र गरिरहनु भएको हुन्न, तपाईँले स्वास्थ्य बनाउने चमत्कारको गतिलाई अझ राम्रो स्वास्थ्य तपाईँसँग आइपुग्ने बनाइरहनु भएको हुन्छ। यस्तो अवस्थामा तपाईँले आफ्नो स्वास्थ्यमा भएको गतिशील परिवर्तन र राम्रोमाथि झन् राम्रो भइरहेको स्वास्थ्यलाई तीव्र रूपमा अनुभव गर्न सक्नुहुन्छ। सासाना दुःख र पीडा, सुम्ला र दागहरू क्रमशः हटाउँदै गएको पाउनुहुनेछ। किनभने हाम्रो स्वास्थ्य एकदमै राम्रो छ भने चाहिँ हामी चाहिँ हरेक चिजमा अब आफूले आँटेको गरेको कुराहरू चाहिँ होइन पूर्ण रूपले गर्नु एउटा चाहिँ साहस र हिम्मत पनि मिल्छ होइन, अनि अगाडि बढ्न सजिलो पनि हुन्छ होइन। किनभने हामीभित्र चाहिँ ऊर्जा हुन्छ नि त, त्यो ऊर्जा चाहिँ हामीमा चाहिँ शक्ति भएर चाहिँ हजुरलाई चाहिँ हर चिजमा चाहिँ साथ दिने गर्छ होइन। अनि खुसियाली देखिन्छ र बढोत्तरी भइरहेको छ भन्ने तपाईँले महसुस गर्नुहुनेछ। दैनिक अभ्यासमा जसै तपाईँले स्वास्थ्यका लागि कृतज्ञताको अभ्यास गर्ने बारेमा आउँदा अभ्यासहरूमा सिक्नुहुने त्यो बेला तपाईँले आफ्नो आँखाको शक्ति बढेको, कानको समस्या सुल्झेको र सबै किसिमका इन्द्रियहरूले ठिक तरिकाले काम गरेको पाउनुहुनेछ। कतिसम्म भने तपाईँको सम्पूर्ण शरीर अव्यवस्थितबाट सुव्यवस्थित भएको पनि पाउनुहुनेछ। अनि यी सबै कुरा चमत्कार घटे झैँ हुनेछ। कृतज्ञता एउटा सुई हो, विष मार्ने औषधि र कीटाणुबाट जोगाउने अवस्था हो। किनभने यो हाम्रो शरीर चाहिँ स्वास्थ्य भयो भने चाहिँ अब हजुरको चाहिँ शक्ति हर चिजमा चाहिँ बाटो मिल्छ होइन। जति दुःख भए पनि तर त्यो बाटोलाई चाहिँ दुःख एकदम कठिन बाटोलाई पनि एकदम सजिलो तरिकाले चाहिँ सुल्झाउँदै अगाडि बढ्ने एउटा हौसला मिल्छ होइन। जब हजुरको स्वास्थ्य ठिक छैन भने चाहिँ अनि ध्यानै त्यो अस्वस्थ भएको हाम्रो शरीरतिर जान्छ अनि हामी चाहिँ केही गर्न पनि सक्दैन र हामी पछि पर्छ होइन। तपाईँ आफ्नो स्वास्थ्यप्रति जतिको कृतज्ञतामा हुनुहुन्छ, ठिक त्यति नै पोहोरको स्वास्थ्य तपाईँले पाउनुहुन्छ। यो पनि तपाईँले बुझ्न जरुरी छ। यदि तपाईँ आफ्नो स्वास्थ्यका बारेमा जति कोणको दूरीमा हुनुहुन्छ, जति कृतज्ञ हुनुहुन्न, उति नै तपाईँ र तपाईँको स्वास्थ्यको बिचमा दूरी हुनेछ। जति नै तपाईँले आफ्नो स्वास्थ्य बिग्रिरहनु भएको हुनेछ, त्यति नै तपाईँ बिरामी हुनुहुनेछ। घट्दो स्वास्थ्यको परिणाममा बाँच्नु भनेको तपाईँको ऊर्जा, शक्ति र खुसियाली, रोग प्रतिरोधक प्रणाली, सोचको शुद्धता, तपाईँको शारीरिक गतिविधि र दिमागको कमजोरीको घातक हो। किनभने हाम्रो ध्यानै अब अस्वस्थ शरीरतिर लाग्यो भने जान्छ त, गयो भने चाहिँ हजुरको यो सबै चिज हामीले सोच्ने शक्ति, स्मरण शक्तिहरू चाहिँ सबै नष्ट हुँदै जान्छ र हामी चाहिँ जे चिजमा पनि होइन पछि पर्छौँ, हामी चाहिँ अगाडि बढ्न सक्दैनौँ होइन, हाम्रो हिम्मतै हार्छ होइन। त्यही भन्नु खोजेको। तपाईँको स्वास्थ्यप्रति कृतज्ञताको अवस्थाले तपाईँले जीवनमा राम्रो स्वास्थ्य निरन्तर बनिरहनेछ भन्ने कुराको सुनिश्चित गर्छ र सँगसँगैमा तनाव र दबावलाई पनि शरीर र दिमागबाट हटाउने गर्छ। वैज्ञानिक अध्ययन अनुसन्धानले के देखाएको छ भने मानसिक
दबाव र तनाव नै हाम्रो कैयौँ रोगहरूको जरो हो। अनि अध्ययनले देखाएको अर्को तथ्य के हो भने कृतज्ञताको अभ्यास गर्ने मानिसहरू रोगबाट चाँडो निको भएका छन् र अरूभन्दा 7 वर्ष बढी बाँचेका पनि छन्। किनभने हामी चाहिँ आफ्नो शरीरलाई पनि एकदमै ध्यान दिएका हुन्छौँ। अनि पछि फेरि हामी जब हाम्रो पोजिटिभ माइन्डसेट बोकेर हामी चाहिँ अगाडि बढ्छौँ होइन, बढिसकेपछि चाहिँ हाम्रो दिमागै त्यो पोजिटिभतिर हुन्छ होइन, ध्यान हाम्रो भट्किँदैन। अनि हामी चाहिँ आफ्नो एकदमै ध्यान केन्द्रित गर्नको लागि पनि हामी यसरी पढ्ने होइन, अनि आफूलाई पनि एकदमै ध्यान दिएर चाहिँ होइन आफ्नो ध्यान नभट्किने अब कस्तो किसिमको हाम्रो क्रियाकलापहरू गर्दा हामी चाहिँ ध्यान भट्किँदैन होइन। हामी चाहिँ सधैँ पोजिटिभ माइन्डसेट गरेर अगाडि बढ्ने, एकदम दिमागलाई चाहिँ एकदम बिजी राख्ने पनि गर्नुपर्छ। बिजी भन्नाले पनि हामी अब धेरै सोच्नु हुँदैन होइन, अनि स्वास्थ्यमा नि ध्यान दिनुपर्ने हुन्छ भनेको छैन। अनि तपाईँ आफ्नो प्यारो कतिको छ भन्ने जाँचेर अहिले नै आफ्नो स्वास्थ्य स्थिति कस्तो छ भनेर थाहा पाउन सक्नुहुन्छ। यदि आफ्नो स्वास्थ्यका बारेमा हरेक दिन कृतज्ञ महसुस गर्नुहुन्छ भने हरेक दिन आफ्नो स्वास्थ्य गजबको भएको महसुस गर्नुहुनेछ। त्यसैले त आफ्नो स्वास्थ्यका बारेमा असल महसुस गर्नुहोस्। यदि तपाईँ गाह्रो र भारी मनले बाँचिरहनु भएको छ, स्वास्थ्य हुन तपाईँलाई गाह्रो महसुस भएको छ र तपाईँको उमेरभन्दा आफूलाई कम उमेरको महसुस गर्नुहुन्न भने तपाईँ अहिले कस्तो स्वास्थ्यमा हुनुहुन्छ र यस्तो अवस्थाको मूल जरो चाहिँ तपाईँमा आफ्नो स्वास्थ्यप्रतिको कृतज्ञता अभाव भएको पक्का हो। उसो भए अब तपाईँको भाव परिवर्तन ल्याउनु आवश्यक छ। जब तपाईँले आफ्नो स्वास्थ्यका लागि चमत्कारी शक्ति प्रयोग गर्नुहुनेछ, जसले तपाईँको शरीरलाई चङ्गा गर्ने पार्नेछ अरे होइन। आफ्नो शरीरलाई चाहिँ स्वास्थ्य कसरी बनाउने के गर्दा हुन्छ होइन। अब हामी चाहिँ एकदमै जस अब हाम्रो शरीर स्वस्थ छैन, हाम्रो केही छैन भने चाहिँ हामी चाहिँ कसरी हुन्छ होइन, एकदमै निराश भएर पनि बस्नु हुँदैन। हामी चाहिँ आफ्नो ध्यानलाई चाहिँ अब केन्द्रित अब एकातिर भट्किन नदिनको लागि हामीले केही भजन कीर्तनहरू गर्नु, सुन्नु होइन। अनि फेरि राम्रो किताबहरू हामीले चाहिँ पढेर पनि होइन, अनि चाहिँ हामी चाहिँ गर्न सक्छौँ होइन। अनि फेरि साथीभाइहरूसँग पनि आफ्नो कुराहरू गर्ने, सेयर गर्ने होइन, अब के भइराखेको छ होइन। अनि आफ्नो मनहरू पनि हल्का गर्नुपर्ने हुन्छ होइन। तर आफूले चाहिँ एकान्तमा बसेर त्यो समस्याको समाधान कहिले हुँदैन। त्यही भएर चाहिँ केही न केही त गर्नुपर्ने हुन्छ होइन, त्यसको लागि पनि। अनि आफ्नो स्वास्थ्यको लागि पनि ध्यान दिनुपर्ने हुन्छ। अनि हजुरको चाहिँ अब शरीर एक्सर्साइज नपुगेर पनि हुनसक्छ होइन। त्यसको लागि पनि आफूले शरीर एक्सर्साइज अब हाम्रो नसा सम्बन्धी छ भने पनि हाम्रो एक्सर्साइज पनि गर्नुपर्ने हुन्छ। एक्सर्साइज थकाइले पनि हामी चाहिँ एकदमै हाम्रो आराम पाउँछ नि त सुत्ने बेलामा। त्यस कारणले पनि त्यसको पनि केही छ कि। अनि आफूले पनि आफ्नो स्वास्थ्यप्रति चाहिँ ध्यान दिँदै अनि आफ्नो चाहिँ हेल्थको चाहिँ चेकअप पनि बेला बेलामा गरिराख्नुपर्ने हुन्छ होइन। अनि जिन्दगीको सुगन्ध महसुस गर्नका लागि पनि तपाईँको सुँघ्ने क्षमता सही हुनुपर्छ। अनि मात्र तपाईँ फुलका नुठा सुगन्धबाट वञ्चित हुनुहुन्न। किनभने अब तपाईँले चाहिँ अब भन्नाले सुगन्ध फुल जस्तै आफूले चाहिँ आफ्नो चाहिँ जिन्दगीमा चाहिँ हामीले कसरी अब गर्दाखेरि हामी चाहिँ फुल जस्तै एकदमै राम्रो र एकदमै
चमत्कारी हुन्छ, हजुरको स्वास्थ्य कसरी राम्रो हुन्छ होइन, चङ्गा हुन्छ, त्यो चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ होइन। अनि अनुहार सफा पार्ने कागज रुमाल, क्लिक सिट सुगन्धले परिपूर्ण भएको भोजन, जाडोयामको अगेनाको आगोको बासना, गर्मीयामको शीतल हावाको बासना, भर्खरै काटिरहेको घाँसको बासना, गर्मीयामको पहिलो पटक वर्ष हुँदाको बासना, यी सबैका लागि हामी पहिल्यै कृतज्ञ भएका छौँ। त्यसैले भन्नुहोस्, गजबको सुन्ने अनुभवका लागि धन्यवाद। यदि तपाईसँग छुवाएको अनुभव नहुँदो हो त तपाईँलाई तातो चिसोको कुनै महत्त्व हुने थिएन। तातो चिसो, नरम र कडा, ती सबै अनुभवबाट तपाईँ वञ्चित हुनुहुने थियो। तपाईँले कहिले पनि कुनै चिजको महसुस गर्नुहुने थिएन, न त प्रेमको शारीरिक भाव व्यक्त गर्ने सक्नुहुन्थ्यो, न त यो पाउनुहुन्थ्यो, त्यो पाउन नै सक्नुहुन्थ्यो। जसरी तपाईँले कसैलाई अँगालो मार्नुहुन्छ वा कसैले तपाईँलाई अँगालो मार्छ भने तपाईँले तत्काल ऊ हुनुको महसुस गर्नुहुन्छ। तपाईँले गहिरो सन्तोष पाउनुहुन्छ। छुवाईको महत्त्व कति छ भने साह्रो पर्दा कसैले तपाईँको हातमा आफ्नो हात लिएर मात्रै बिना कुनै शब्द तपाईँलाई ढटस दिन सक्छ। छुवाईको शक्ति निकै नै अपरम्पार छ। त्यो तपाईँको जीवनकै सबैभन्दा मूल्यवान चिज हो। त्यसैले भन्नुहोस्, मेरो मूल्यवान छुवाईको अनुभवका लागि धेरै धेरै तपाईँले धन्यवाद। तपाईँले आफ्नो आँखाको चमत्कारका बारेमा कहिले सोच्नु भएको छ? आँखाका कारण देख्नुको आनन्द तपाईँले लिइरहनु भएको छ। तपाईँको आफ्नो वरपरको चिज देख्नु भएको छ, आफ्नो साथी सङ्गति र प्रियजनहरूको अनुहार हेर्न पाउनु भएको छ, पढ्न पाउनु भएको छ, इमेल, किताबहरू, तपाईँले टिभी हेर्न पाउनु भएको छ र प्रकृतिको सुन्दरता देख्न पाउनु भएको छ र सबैभन्दा महत्त्वपूर्ण र जीवनको बाटोलाई देख्नु भएको छ। तपाईँ 1 घन्टा आँखा चिम्म गर्नुहोस् त अनि हामीले सामान्यतया गर्ने कामहरू गर्ने प्रयास गरौँ त। त्यतिखेर चाहिँ हामी चाहिँ केही पनि देख्दैन नि त। अब अरूको हामीले आँखा देख्दाखेरि चाहिँ के हुन्छ भने हामीले आँखा हेरेर चाहिँ हामी हिँड्यो भने चाहिँ हामी कहाँ खाल्टो कहाँ अब छैन, राम्रो नराम्रो बाटो हामी चाहिँ ठमाउन सक्छौँ होइन। अनि चाहिँ महसुस गर्न सक्छौँ, देख्न सक्छौँ हाम्रो। त्यस कारणले गर्दाखेरि हामी चाहिँ यो जब हाम्रो आँखा नै छैन भने चाहिँ अनि हाम्रो आँखा नहुँदाखेरि कस्तो यो जस हामी चाहिँ सिधा बाटो हिँड्छु भने पनि अब कतै खाडलहरू केही होला होइन, तर हामी चाहिँ कहीँ न कहीँ गएर चाहिँ हामी भस्किरहेका हुन्छौँ होइन। त्यस कारणले गर्दाखेरि हामी चाहिँ चोटपटक लाग्न सक्छ, केही होला होइन। त्यस कारणले गर्दा आँखा छ हजुरको होइन। त्यस कारणले हजुरले आँखा पनि देख्नुभएको छ, आफ्नो शरीर पनि स्वस्थ। त्यस भएर चाहिँ हाम्रो शरीर स्वस्थ राख्नुपर्छ। अनि हामीले चाहिँ आँखाले हरेक चिजहरू देख्छ र अनि हामी चाहिँ साथी सङ्गीहरूलाई पनि राम्रो नराम्रो अब हजुर कस्तो खालको कलर, गोरो कालो होइन, त्यो पनि छुट्याउन हामीले सक्ने एउटा क्षमता पनि छ, देख्न सक्ने पनि होइन, देख्न पनि सक्छौँ। त्यस कारणले गर्दै हामी चाहिँ कृतज्ञता ठान्नुपर्छ। अनि हामी चाहिँ पोजिटिभ माइन्डसेट गरेर अगाडि बढ्दै हिँड्नुपर्ने हुन्छ होइन। किनभने हामी चाहिँ त्यो नै पाउनु नै हाम्रो ठुलो भाग्य माने होइन। मान्छेहरूको चाहिँ कति
आँखा नहुने अब हातखुट्टा नहुने मान्छेहरूले चाहिँ तिनीहरूले आफूले केही गरेर आफ्नो सिपलाई अगाडि बढाइराखेको छ। उनीहरूले चाहिँ होइन कोही सहारा बिना पनि उनीहरू चलिराखेको छ अनि हामी त केही न केही गर्ने एउटा पोजिटिभ माइन्डसेट गरेर अगाडि बढ्ने चाहिँ हौसला चाहिँ हुनुपर्छ है। अनि हिम्मत चाहिँ हार्नु हुँदैन भन्ने यो उसमा सिकाएको छ। अनि चाहिँ जसले मलाई संसारको सबै चिजहरू हेर्न अवसर दिलाएको छ। अनि तपाईँको कानका बारेमा सोच्नुहोस्। जसले तपाईँलाई सुन्ने क्षमता दिएको छ। कानकै कारण तपाईँ आफैले बोल्नु भएको पनि सुन्न सक्नुहुन्छ। किनभने हामी चाहिँ आफैले बोलेको होइन अरूले बोलेको कुराहरू पनि अब केही चिजहरू अब आफूलाई मन नपर्ने चिजहरू छ भने चाहिँ केही बोल्दियो भने नि हामी जस्तो रिसाउँछ नि त होइन। त्यस कारणले गर्दा हामी सबै चिज सुनिरहेको हुन्छौँ। तर फेरि त्यस कारणले गर्दा हामी पनि अब यसलाई चाहिँ कृतज्ञता मान्नु ठान्नुपर्छ होइन। तपाईँले बोल्न पनि सक्नुभएको छ। कान र सुन्ने क्षमता नभएका र तपाईँ कसरी मोबाइल चलाउनुहुन्थ्यो होला। संसारका उत्कृष्ट सङ्गीत कसरी सुन्नुहुन्थ्यो। हामी चाहिँ अब अरूको होइन अरूको अब कन्टेन्ट भिडियोहरू हामी चाहिँ आँखा छैन भने कसरी हेर्ने होइन, कान छैन भने नि अब कसरी सुन्ने त्यस्तो हुन्थ्यो नि त होइन। हामीलाई सङ्गीतहरूको पनि एकदमै सङ्गीतले नि अब कतिलाई मान्छेलाई एकदमै मोहित अब होइन जस्ट पोजिटिभ भाव लिएर अगाडि बढ्ने एउटा हौसला अनि फेरि एक्लोपन चाहिँ फिल हुन दिँदैन होइन। अनि यो पनि एकदम राम्रो हो। अनि परिस्थिति सिर्जना कसरी हुन्थ्यो होला। त्यसैले भन्नुहोस् मेरो सुन्ने क्षमताका लागि धन्यवाद। किनभने आफूले पनि सबै चिज सुन्नुहुनेछ अनि फेरि त्यसको लागि पनि हजुरले आफ्नो लागि पनि धन्यवाद अनि दिन सक्नुहुन्छ होइन। किनभने हामी नै यो पाउनु नै धेरै ठुलो कुरा हो है। अनि यी सबै भइकन पनि यदि हाम्रो मस्तिष्क हुँदैन थियो भने मस्तिष्क नहुँदो हो त संसारभरिका कुराहरूलाई केले मन्थन गर्थे होला भनेर भनेको छ होइन। हाम्रो यो मस्तिष्क हामीले चाहिँ सोच्ने शक्ति राम्रो नराम्रो छुट्याउन सक्ने शक्ति हामीमा भएन भने पनि हामीलाई चाहिँ यो संसार केदेखि के हुन्थ्यो होला होइन। एकअर्कामा लडाइँ झगडा मारकाट अब जेस अब त्यस्तो चाहिँ हुन्छ। तर पनि हामी चाहिँ जेस यो हाम्रो मानव जातिहरू चाहिँ हामी चाहिँ एकदमै होइन यो उसमा चाहिँ एकदमै सतर्कै छ होइन। अगाडि हामी चाहिँ बढिरहेका छौँ होइन। आविष्कार गरेर अगाडि बढ्दै हिँडिरहेका छौँ पोजिटिभ माइन्डसेट गरेर होइन। त्यही भएर चाहिँ हामी चाहिँ विकसितै छौँ अरूभन्दा होइन। अनि त्यस कारणले गर्दाखेरि पनि हामी चाहिँ एकदम धन्यवादी दिनुपर्ने हुन्छ है। यो संसारमा मस्तिष्क क्षमता कुनै पनि कम्प्युटर प्राणीले ठ्याक्कै नक्कल गर्न सक्दैन। किनभने हामी चाहिँ अब यो एजुकेसन ज्ञान भएको एकदम ज्ञान बढ्ने हामी चाहिँ यो अरूभन्दा चाहिँ अरू प्राणीमा भन्दा चाहिँ हामी यो हामी चाहिँ एकदमै विकसित भएको भएर पनि हामी चाहिँ यसमा चाहिँ एकदमै छैन। मस्तिष्क सुन्दर विकास गर्न सक्ने एउटा चाहिँ हामीमा बनिएको छ होइन। अरू जातिसँग चाहिँ गर्न सक्दैन होइन। किनभने हामी चाहिँ जनावरभन्दा चाहिँ हामी चाहिँ एकदमै विकसित भइसकेको छ होइन। त्यस कारणले गर्दा जनावरलाई पनि अब सबै चिज थाहा हुन्छ तर पनि उनीहरू बोल्न सक्दैन बिचरा है। कति दुःखहरू कष्टहरू पाइरहेको हुन्छ होइन। किनभने हामी चाहिँ अगाडि बढिरहेका हामी चाहिँ एकदम मानव जाति हो नि त। त्यही भएर सुन्दर दिमाग का लागि धन्यवाद दिनुपर्ने हुन्छ। ती खराब सङ्ख्यामा रहेका कोषहरूले बिना कुनै थकावट लगातार 24 घण्टा सातभरि नै अहोरात्र खटिरहेका छन्।
मात्र हाम्रो स्वास्थ्यका लागि हाम्रो शरीर र जीवनका लागि खटिरहेका छन्। किनभने हामी मानव जातिको लागि पनि होइन हाम्रो जनावरहरूले कति दुःख कष्टहरू गरेर हाम्रो लागि कति गरिरहेको छ होइन। तर पनि उनीहरू चाहिँ केही हामी चाहिँ हामी चाहिँ एकदम विकसित चाहिँ प्राणीमा पर्छ होइन। त्यस कारणले गर्दाखेरि पनि हामी चाहिँ पोजिटिभ गरेर अगाडि बढ्दै जानुपर्ने हुन्छ जीवनलाई अगाडि होइन। कहिले पनि हार खानु हुँदैन किनभने कति दुःख कष्टहरू गरिरहेका छन्। जीवन बनाउने शरीरका अङ्गहरू बारेमा सोच्नुहोस्। तिनले राम्रो शरीरका खराब तनावलाई दिन रात नभनी छानिरहेका हुन्छन्, सफा गरिरहेका हुन्छन् र नयाँ चिज उत्पादन गरिरहेका हुन्छन् ताकि हाम्रो शरीर र दिन नयाँ होस्, सफा होस्। तपाईँले नसोचेको पनि तिनले आफ्नो जिम्मेवारी पूर्ण रूपमा पालना गरिरहेका हुन्छन्। आफ्नो कामलाई ठिक तवरले गरिरहेका प्रत्येक अङ्गहरूलाई धन्यवाद गर्नुहुन्छ होइन, गर्नुपर्ने हुन्छ। किनभने हाम्रो लागि नै अब कति विचारहरूले आफ्नो ज्यान पनि दिइरहेको हुन्छ होइन। हामी चाहिँ शाकाहारी अनि मांसाहारी दुइटै भएको कारणले गर्दाखेरि नि अरूको शरीर पनि अब है लिएर कति हाम्रो लागि युज गरिरहेको हुन्छ होइन। सबै इन्द्रिय प्राणी क्रियाकलाप अथवा अङ्गहरूभन्दा बढी महत्त्वपूर्ण मुटु छ। मुटुले तपाईँका सबै अङ्गहरूको जीवन र मृत्यु जोडिदिन्छ। सबै कुराको मियो र हाम्रो जिन्दगीको मिठो पनि यही मुटु हो। मुटुकै कारण तपाईँको शरीरको हरेक प्रणालीमा प्रभाव पार्छ। त्यसैले भन्नुहोस्, मेरो सशक्त र स्वास्थ्य मुटुका लागि धेरै धेरै धन्यवाद। किनभने अब कसैलाई केही भन्यो अब होइन, आफूले कसैले केही मन चित्त नबुझ्ने कुराहरू भन्यो भने हजुरको यो मुटु एकदम पिरो भएर आउँछ नि त भित्रैदेखि। अनि त्यही भएर चाहिँ मन दुख्छ भन्नुको कारण त्यही होइन। अनि अर्को कागजको टुक्रा वा कार्ड लिनुहोस् र त्यसमा ठुलो अक्षरले लेख्नुहोस्, स्वास्थ्यको उपहारले नै मलाई जिउँदो जाग्दो बनाएको छ। अनि यो कार्ड अहिले आफूसित राख्नुहोस् र यसलाई तपाईँ आफूले सबैभन्दा बढी हेर्ने ठाउँमा राख्नुहोस्। यदि तपाईँ डेस्कमा काम गर्नुहुन्छ भने यसलाई तपाईँको अघिल्तिर राख्नु सक्नुहुन्छ। यदि तपाईँ ट्याक्सी चालक हुनुहुन्छ भने त्यसलाई ड्राइभिङ सिट अघिल्तिर राख्नु सक्नुहुन्छ। राखिएको ठाउँलाई तपाईँको आँखा बरोबर जाओस्। किनभने हाम्रो आँखा चाहिँ अब त्यो हामीले जहाँ राखेको थियो त्यसमा चाहिँ हाम्रो आँखा नजर परोस् होइन। अनि यो सन्देश तपाईँको हृदयभित्र छिरोस्। अनि यदि अधिकांश समय घरमै बस्नुहुन्छ भने तपाईँले सबैभन्दा बढी हात धुनुहुन्छ होला र त्यसको छेउमा टाँस्नुहोस् होइन। सबैभन्दा बढी तपाईँ टेलिफोनमा समय व्यतीत गर्नुहुन्छ भने त्यही छेउमा राख्नुहोस्। तपाईँलाई नै तपाईँका बारेमा सबैभन्दा बढी थाहा हुन्छ। त्यसैले यो वाक्यलाई आफूले सबैभन्दा बढी आँखा पुर्याउने ठाउँमै टाँसेर राख्नुहोस्। आफूले के कार्यहरू गरेर आफूले के गर्नुहुन्छ होइन, दिनभरको कार्यहरू अनि त्यस्तो उसहरू चाहिँ हजुरले चाहिँ गरेर राख्नुहोस् होइन। हजुरलाई चाहिँ के चिजले चाहिँ हजुरले समय टाइमहरू चाहिँ यसरी बिताइराख्नु भएको छ होइन। आज 4 भिन्दै अवसरमा तपाईँले
टाँचेका सबै वाक्यलाई बिस्तारै पढ्नुहोस्। एकपटकमा एउटा शब्द पढ्नुहोस् अनि महसुस गर्नुहोस् आफूले सोचेको भन्दा बढ्ता स्वास्थ्य जीवन भएकोमा सक्दो बढी कृतज्ञ महसुस गर्नुहोस्। किनभने अब हजुरले गर्नुभएका काम कार्यहरूदेखि चाहिँ हजुरलाई चाहिँ के चिजले हजुरलाई पूर्ण खुसी अनि स्वस्थ राखेको छ अनि आफूले चाहिँ महसुस गर्नुहोस् होइन। अनि त्यसमा चाहिँ हजुरले कृतज्ञता धन्यवाद दिनुहोस् भने चाहिँ होइन। आफ्नो स्वास्थ्यप्रति कृतज्ञ महसुस गर्नुभएको तपाईँले स्वास्थ्यलाई राम्रो राख्नु हो, तर सँगैमा यसले त अझ राम्रो स्वास्थ्य परिदिने सुनिश्चित पनि प्रदान गर्छ र अझ बढी स्वास्थ्य प्रदान गर्छ, स्वास्थ्यको पारो बढाइदिन्छ। अनि कुनै बिरामी मान्छेले पारम्परिक औषधि उपचारसँगै कृतज्ञताको मात्रा पनि घोलेर पिउँछ भने त्यो मानिसको स्वास्थ्यमा नसोचेको क्रान्ति हुन्छ। अकल्पनीय तरिकाले त्यहाँ निको हुने क्रम बढ्न थाल्छ र त्यहाँ साँच्चीकै चमत्कार घट्छ जुन हामीले यसअघि कहिल्यै देख्न पाएका हुँदैनौँ भनिन्छ होइन। अब हामी चाहिँ के चिजले हजुरलाई चाहिँ अस्वस्थ बनाएको छ, स्वस्थ बनाउनका लागि के गर्नुपर्छ त्यो चाहिँ ध्यान नदिकन चाहिँ हामी चाहिँ अब मान्छेले अब के भन्यो, अब मान्छेले यो खाए हुन्छ त्यो खाए हुन्छ भनेर मान्छेले जुन अब सल्लाह त्यस्तो दिन्छ नि, आफै डक्टर हुने आफै त्यस्तो गऱ्यो भने पनि हामी चाहिँ एकदमै पछि आएर चाहिँ हामीले धेरै समस्याहरू भोग्न पनि हुन्छ होइन। त्यस कारणले गर्दाखेरि हजुरको स्वास्थ्य बेला बेलामा चेक गर्नु अनि हजुर के कारणले खुसी गर्न सक्छ होइन। हजुरले चाहिँ स्वास्थ्य पार्नको लागि होइन एक्सर्साइज गर्नुपर्ने हुन्छ कि या हजुरले चाहिँ कि अब जस मान्छेलाई चाहिँ एकदम एक्लोपन चाहिँ गर्नु भएन होइन। जस आफू चाहिँ खुसी हुने एउटा वातावरण बनाउनु पर्ने हुन्छ र आफू चाहिँ यसरी नै पोजिटिभ गर्दै अगाडि बढ्नु भयो भने चाहिँ हजुर चाहिँ हजुरले गर्ने कार्य हजुरको जुन अब जति पनि कष्टहरू दुःखहरू छ त्यो चाहिँ हजुरको चाहिँ बाटोमा तगार भएर चाहिँ आउँदैन र किनभने हामी चाहिँ त्यसलाई चाहिँ पूर्ण रूपले चाहिँ अगाडि बढ्दै जस हाम्रो चाहिँ यो बाटो खुल्ला भएर चाहिँ हाम्रो साङ्ग्रो बाटो पनि एकदमै खुल्ला तरिकाले चाहिँ हामी चाहिँ हिँड्ने एउटा वातावरण पनि आफसे आफ हुँदै जान्छ होइन। किनभने हाम्रो स्वास्थ्य एकदमै खराब छ, हाम्रो स्वास्थ्य एकदमै नाजुक छ होइन। अनि हामीले चाहिँ त्यस्तो छ भने चाहिँ हाम्रो ध्यानै त्यो स्वास्थ्य आफू चाहिँ स्वास्थ्य कसरी हुने त्यस्तो पछि आएर त्यस्तो हुन्छ होइन। त्यही भएर चाहिँ सुरुदेखि हजुरले चाहिँ आफ्नो स्वास्थ्यको केयर गर्दै होइन आफूले चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ अनि हजुरको जीवन सुखमय स्वास्थ्य अनि हजुरको यो जति पनि कष्ट हजुरको छ होइन त्यो चाहिँ खुल्ला हुँदै एकदमै राम्रो हुँदै अगाडि बढ्छ भनेको छैन। त्यस कारणले गर्दाखेरि हजुरले आफूले आफूलाई त कृतज्ञ गर्नुको लागि हजुरले आफूलाई पोजिटिभ लिनुभयो, पोजिटिभ लिनुपर्ने हुन्छ सधैँभरि होइन। अनि त्यही बनेको छ है साथीहरू। त्यस कारणले गर्दाखेरि हाम्रो आँखा छ, नाक छ, मुख छ होइन, हाम्रो महसुस गर्ने केही हाम्रो चाहिँ छैन। त्यस कारणले गर्दा हामी चाहिँ के गरौँ के गरेर चाहिँ अगाडि बढौँ अनि आफूले सिकेका कुरा ज्ञान गुणका कुराहरू छ भने पनि आफ्नो साथीभाइलाई सिकाएर अगाडि बढ्ने एउटा चाहिँ वातावरण बनाइदिनु नै ठुलो कुरा होइन। त्यसका कारणले गर्दाखेरि हामी चाहिँ
सधैँ हामी चाहिँ पोजिटिभ माइन्डसेट गरेर अगाडि बढ्यो भने चाहिँ हाम्रो असम्भव कुराहरू पनि सम्भव हुन्छ र हामी चाहिँ एकदमै जस्ट हाम्रो चाहिँ लाइफ भन्ने चिज अब कहिले कति बेला के हुन्छ थाहा छैन। त्यस कारणले गर्दा सबैसँग मिल्नुपर्छ, सबैसँग हाँस्नुपर्छ, बोल्नुपर्छ होइन। आफ्नो मनभित्रमा भएका अब जति पनि अब दुःख कष्टहरू जति नहुने कुरा कसैको नि हुँदैन होइन। हामी मानव हो, मानव अब दुःख कष्ट त भइहाल्छ होइन। हामी यो धरतीमा आएपछि चाहिँ केही न केही गरेर देखाउनु नै ठुलो कुरा हो क्या। अनि देखाउने भन्दैमा पनि हामी चाहिँ नकारात्मक सोचले होइन, सकारात्मक सोचले पनि अगाडि बढ्दै गयो भने चाहिँ अनि धेरै साथीभाइहरू हुन्छ। अनि फेरि आफ्नो जीवन पनि सुखमय र त्यस अब आफूले चाहिँ दुःख गरेको त्यो हामीले धेरै दुःखहरू गर्छौँ, तर त्यो दुःखहरू चाहिँ एकदमै सहज र सरल तरिकाले चाहिँ एकदमै खुल्ला भएर चाहिँ हामीले चाहिँ अगाडि बढ्न सक्छौँ है। अनि हौसला पनि प्रदान हुन्छ। अनि हाम्रो ताकतै भने त्यही हो क्या। अनि त्यस कारणले गर्दाखेरि सबैसँग राम्रोसँग बोल्नु, हाँस्नु, अनि पछि फेरि आफ्नो दुःखहरू चाहिँ सेयर गर्नु, के छ भने होइन समस्या छ भने त्यस्तै नि के छुटकारा पाउन सक्छ सक्दैन अब साथीभाइहरूले पनि होइन सक्दो म सहयोग गर्नुहुन्छ भन्ने पूर्ण आशा छ होइन। त्यस कारणले गर्दाखेरि नै साथ सपोर्ट माया नै सबैभन्दा शक्ति बलवान हो भन्दै आजलाई यति नै। फेरि नेक्स्ट भिडियोमा फेरि आउने छु है साथीहरू। अहिलेलाई बाई बाई। डे 5 लिएर आउनेछु। धन्यवाद। हजुरले त प्रतिक्रिया दिनु होला होइन मेरो यो पुरा भिडियो हेरेर। अनि मलाई पनि साथ सपोर्ट माया दिनुहुनेछ र हजुरहरू पनि हजुरलाई पनि सधैँ शक्ति बलवान अनि गर्दै यो हजुरको दिनचर्याहरू पनि राम्रो हुँदै जानेछ भन्दै मलाई पूर्ण आशा छ है। अनि हजुरको दिन शुभ रहोस्, स्वस्थ रहनुहोस्, हजुरको सबै फ्यामिली हजुर जति पनि छ अनि हजुरको स्वास्थ्य पनि स्वास्थ्यमा सुधार हुँदै जाओस् अनि स्वास्थ्य पनि राम्रो होस्। अनि हजुरले पनि आफ्नो स्वास्थ्यको केयर गर्नु है भन्दै अगाडि बढ्नु भन्दै अहिलेलाई बाई बाई साथीहरू। थ्याङ्क यू।